आइसकेका छन् अभिनव बकारी माने यो फ्री किक प्रहारका लागि वन्डरफुल गोल आइसकेका छन् बकारी माने रेड गोल यो काठमाडौँ रेजर्सको तर्फबाट खेलको 32औं मिनेटमा निस्किएको छ लगातार रूपमा गोलका लागि प्रयास दुवै टिम नै थियो वास्तवमा र जुन अवस्थामा जुन स्थानमा दिपेश गुरुङलाई लडाइएको थियो त्यो राम्रो फ्री किक हो भनिरहेको थिए राम्रो स्पट हो फ्री किकको लागि भनिरहेको थिए बकारी मानेले सही साबित गरिदिएका छन् अभिनव बकारी माने पहिलो गोल गर्दै आफ्नो टुर्नामेन्टको नेपालमा perhaps could be the most important goal here. गुरुङको यो टच यदि रहन पुग्यो Amadou Diop on the ball. Oh, wonderful footwork, wonderful intention there. Henjan भने पार साइडबाट अब Rohan, Diop with another chance. 2-0. Kathmandu Razors cruising now. उनलाई मात्र मौका चाहिरहेको थियो and almost open post space भन्नुपर्छ यसलाई no mistake there Amadou Diop back to back scoring now दोस्रो हाफमा कोही खेलाडी गोलको खोजीमा अगाडि बढिरहेका थिए उत्कृष्ट खेल प्रदर्शन गरिरहेका थिए भने उनी हुन् आमादु डियोप र यो पास रोहनको जोनाथन क्याम्बल र अमाल नाइट बीचको कोअर्डिनेसन सही रहन सकेन देयर वाज अ फ्री स्पेस फर्स्ट बारमा नै दैट राइट फुटेड शट